हामी त पर्यटक यो पृथ्वीका, हामी त पर्यटक यो पृथ्वीका। केही वर्ष रमिन्छ अन्तत जहाँबाट आएथ्यौँ त्यही गइन्छ। जीवन मात्र अमर कथा भइन्छ। अमरलाई दिल्लीकी धनी आइमाईले लगिसकेपछि अमरको काका अमरलाई खोज्न सिया पसलमा जान्छ। तर अमर त्यहाँ हुँदैन। साहुजीसँग अमरको बारेमा सोधखोज गर्छ त साहुले 2-4 दिनदेखि अमर आफ्नो यहाँ काम गर्न नआएको कुरा बताउँछ। अब अमरको काकालाई यस साहुसँग के भन्ने? मेरो भतिजोको गल्ती हो, मलाई केही पनि नबताएर गयो। अब मैले उसको घरमा के पो भन्ने हो? बेचारा धेरै डराउँछ। आफ्ना आफन्तहरू कहाँ सोधखोज गर्छ तर कहीँ पनि अमरलाई भेट्टाउँदैन। उता अमरलाई सुन्दर धनाढ्य आइमाईले आफ्नो घरमा धेरै पैसा दिने भनेर लगेकी हुन्छे। अब त उसले अमरलाई आफ्नो घरमा काममा होइन विद्यालय पढ्न पठाउँछे। अब अमर विद्यालय पढ्न जान्छ। अमर नियमित रूपमा विद्यालय जान थालेको छ। त्यहाँ कोही पनि अमरले काम गर्नु नपर्ने भएको छ। अब ऊ मनमनै सोच्छ, यी साउनेले मलाई धेरै तलब दिन्छु, मेरो घरमा काम गर्नुपर्छ भनेर ल्याएकी थिइन्। यिनले त मलाई विद्यालय पढ्न पो पठायो। के यिनले मलाई पढेको पैसा दिनेछन् त? पक्कै पनि दिने छैनन्। उता मेरो घरको अवस्था एकदम कमजोर छ। म यहाँ कमाउन भनेर आएको हुँ, पढ्न भनेर आएको होइन। अब मैले साउनीसँग सोध्नै पर्छ। मलाई काम गर्न भएर ल्याउनु भयो तर विद्यालय पठाउनु भयो। के तपाईँ मलाई पढेको तलब दिनुहुन्छ? मेरो घरको अवस्था एकदमै दयनीय छ। यति सोच्दा सोच्दै अमरको मन बदलिन्छ। धेरै पढ्ने मेरो पहिलेको धोको थियो, चाहना थियो। म यहाँ आएर पढ्न पाइरहेको छु। अब मैले पढ्नुपर्छ। साउनीसँग केही पनि भन्नु पर्दैन। म साउनीसँग केही पनि भन्दिनँ। यी त साउनी होइनन्, देवी हुन्, भगवती हुन्। मैले सानो छँदा आमालाई सोधेको थिएँ नि, यहाँ कोही धनी र कोही गरिब छन्, किन यस्तो हुन्छ आमा? मेरी आमाले मलाई भनेकी थिइन्, यो सबै भाग्यको खेल हो। साँच्चै भाग्यको खेल नै रहेछ। मेरो भाग्यले गर्दा म यहाँ पुगेको छु, पढ्न पाएको छु। कसैसँग केही पनि भन्दिनँ। चुपचाप विद्यालय जान्छु। भविष्यमा जे पनि हुन्छ देखा जाएगा। साउनेले मलाई यहाँ जति पैसा पाउँछौ नि त्यसको 3 गुणा बढी पैसा दिन्छु भनेर ल्याउनु भएको थियो। साँच्चै हो रहेछ। उनले मलाई निःशुल्क पढाउँदै हुनुहुन्छ। खाने, बस्ने, लत्ता, कपडा, विद्यालयको शुल्क, ट्युसन शुल्क सबै आफ्नो छोराछोरी जत्तिकै माया ममता पनि दिनुभएको छ। मलाई योभन्दा बढी के चाहियो र? भविष्यमा पढेर म ठुलो मान्छे बन्नेछु, धेरै पैसा कमाउनेछु। यी साउनीले मलाई जुन गुण लगाउनु भएको छ, म यस गुणको सधैँ ऋणी रहनेछु। भविष्यमा मैले मेरो परिवारलाई पनि हेर्नुपर्छ। साथै सक्न त के पो सक्छु र, तर पनि आफ्नो पुरा तन मन तागत लगाएर यिनलाई पनि सहयोग गर्नेछु। मलाई जन्म दिने मेरो आमा बुवाको लागि मैले जति गर्नुपर्छ त्यत्तिकै मलाई पढाएर ज्ञान सिप सिकाएर मेरो सफल भविष्य बनाइदिनु हुने देवी भवानीको लागि पनि मैले गर्नै पर्छ। म जति ऋणी मेरा आमा बुवा प्रति छु, उनले मलाई यो धरतीमा जन्म दिनुभयो, त्यत्तिकै ऋणी म यी साउनीको पनि छु, किनकि उनले मेरो भविष्य रेखा, भाग्य रेखा कोर्दै हुनुहुन्छ। हामीले सबैको गुणलाई भुल्नु हुँदैन, अवगुणलाई त भुलिदिनुपर्छ। अवगुणलाई भुल्ने हो भने सत्वर सम्बन्ध स्थापना हुन्छ।
परिणामस्वरूप आजीवन शत्रु भएर बस्नुपर्ने हुन्छ। गुणलाई भुल्यो भने पनि त्यस्तै हुन्छ, आजीवन शत्रु सम्बन्ध नै कायम हुन्छ। हामीले अगुणलाई चटक्कै भुलिनुपर्छ भने गुणलाई कहिल्यै पनि भुल्नु हुँदैन। संसारमा राक्षस प्रवृत्ति र दैवीय प्रवृत्तिका मानिसहरू हुन्छन्। राक्षस प्रवृत्तिका मानिस गुणलाई भुल्छन्, अगुण सम्झिराख्छन् र स्वार्थी भन्छन्। उनको जीवन स्वार्थले मात्र भरिएको हुन्छ। दैवीय गुणवाला व्यक्ति निस्वार्थी हुन्छन्, सदैव गुणलाई सम्झिराख्छन्, अगुणलाई कहिल्यै पनि सम्झँदैनन्। अमर मनै यी कुराहरू सोच्दै थियो। साउनी आउँछिन् र अमरलाई विद्यालय जाने बेला भयो। बाबु, तिमीले विद्यालय जानुपर्छ भन्छन्। हस् भन्दै अमर टाउको हल्लाउँछ। लामो सास तान्दै साउनी भन्छन्, बाबु अमर, मैले तिमीलाई यहाँ काम दिन्छु, धेरै तलब दिन्छु भनेर ल्याएकी थिएँ, तर मेरो मनले तिम्रा यी कलिला हातले काम गरेको हेर्न मानेन, त्यसैले मैले तिमीलाई विद्यालय पठाएँ। तिमी भन्दै थियौ तिम्रो घरको अवस्था एकदम कमजोर छ, घरमा पैसा पनि पठाइदिउँला, तिमीले चिन्ता लिनु पर्दैन, मात्र पढ्नुपर्छ, राम्रोसँग पढ्नुपर्छ। बालक भनेको एउटा काँचो माटो सरी हो, जस्तो आकार दियो त्यस्तै बन्छ। एउटा ढुङ्गो सरी हो, कुदेर मूर्ति बनायो, मन्दिरमा चढायो भने सबैले पूजा गर्छन्, सबै दर्शन गर्न घन्टौँ लाइनमा लाग्छन् र दर्शन गर्न पाउँदा धन्य हुन्छन्। त्यही ढुङ्गो हो, त्यसलाई कुदेन, त्यसै छोड्यो भने खाली यताउता जताततै खाली बेकार पल्टिरहेको हुन्छ, त्यसो कसैलाई केही मतलब हुँदैन। तिमीलाई देख्ने बित्तिकै मलाई के भयो, तिमीलाई मैले काम गरेको देख्न सकिनँ। मैले मेरो घरमा तिमीलाई लिएर आएँ। अब तिमीले धेरै पढ्नुपर्छ, सबैले घन्टौँ लाएर दर्शन गर्ने देवता बन्नुपर्छ। तपाईँले एउटा ढलको ढुङ्गा होइन, एउटा मन्दिरको सबैले पूजा गर्ने, लाइनमा घन्टौँ बसेर पूजा गर्ने ढुङ्गो बन्नुपर्छ। त्यसलाई सबैले पूजा गरून्।